नेपाली राजनीतिमा अनेक मोडहरू फेरिरहन्छ। गत निर्वाचनमा नेपाली जनताको बलियो साथ र मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन पश्चात नेपालको चौथो ठूलो पार्टी बनेको थियो। पहिलो बनेको पार्टी प्रतिपक्षमा छ भने दोस्रो पार्टी नेकपा एमाले सत्ता साझेदारीको पहिलो ठूलो पार्टी हो। उता तेस्रो पार्टी नेकपा माओवादीले सरकारकै नेतृत्व गरिरहेको छ। निर्वाचनमा तेस्रो बनेको पार्टीले सरकार राख्ने कि ढलाउने भन्ने निर्णय गर्ने गर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रालय सहित आफ्नो पार्टीलाई सत्ता साझेदारीमा सहभागी बनाएका थिए। निर्वाचन भन्दा अगाडि नै रवि लामिछानेलाई नागरिकता दुरुपयोगको मुद्दा लागेको थियो भने सर्वोच्चले रविको विपक्षमा फैसला सुनाए लगतै रविको संसद पद र उपप्रधान तथा गृह मन्त्रालय गुम्न पुगेको थियो। सर्वोच्चले गरेको फैसलालाई विभिन्न व्यक्तिबाट फरक फरक टीका टिप्पणीहरू भयो भने कतिपयले यो राजनीतिक चलखेल हो भनेर जिकिरसम्म गरे। तर स्वयं रवि लामिछानेले भने अदालतको फैसलालाई स्वागत गर्छु भनेर वक्तव्य दिइसकेका छन्। यो विषयलाई लिएर अहिले पनि देशभरि नै विरोध र आलोचना भइ नै रहेको छ। रवि लामिछानेले प्रक्रियागत रूपमा नागरिकता लिएपछि फेरि राजनीतिमा तरङ्ग उत्पन्न भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गृह आफूले नै पाउनुपर्ने कुरामा जोड दिइरहेको छ भने अदालतबाट पूर्ण रूपमा फैसला नआउँदासम्म प्रधानमन्त्री प्रचण्डले आफूले नै गृह राख्ने जिकिर गरेका छन्। उता एमाले अध्यक्ष केपी ओलीले भने गृह राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिने जोड गरेका छन्। रवि लामिछानेले भने आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने धम्की समेत दिइरहेका छन्। राजनीतिमा आएको यो अवस्थाले नेपाली कांग्रेस भने केही हर्षित देखिएको छ। यता एमालेलाई भने तनाव पैदा भएको छ भने नेकपा माओवादी नै सरकार समीकरणको मुख्य पार्टी बनिरहेको छ। राजनीतिले कस्तो मोड लिन्छ भन्ने कुराको मूल्याङ्कन समेत गर्न कठिन रहेको छ। जनताले विश्वास र भरोसा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष नै पदलुप्त भएको देख्दा नेपाली जनतामा निराशा र आशंका भने उत्पन्न भइरहेको छ। आखिर सबैलाई पद र सरकारकै मोह हुने रहेछ भन्ने यथार्थ चित्र देख्न पाइएको छ। वास्तवमै नेपाली राजनीतिक अवस्था कमजोर भएकै कारण आज देश 100औं वर्ष पिछडिएको छ भन्ने कुरामा कुनै दुई मत नै रहन सक्दैन। देशको यो अवस्था सिर्जना हुनुमा हामी हरेक नेपालीको हात छ भन्ने कुरामा कुनै शंका उत्पन्न हुँदैन। हरेक राजनीतिज्ञ र राजनीतिक पार्टीलाई सजिलै विश्वास गर्ने हामी नेपाली मूर्ख मात्र होइनौं, महामूर्ख हौं। आखिर सत्तामा जोसुकै रहे तापनि नेपाली जनताले पाउने भनेको दुःख, महँगी, अशान्ति, बेरोजगारी र धोका भन्दा अरु केही होइन। अहिलेको राजनीतिक अस्थिरताले छिट्टै एउटा गति पाओस्, देशले विकासको मुहार फेरोस्, राजनीति द्वन्द्वले देशलाई कहिल्यै भलो गर्दैन भन्ने शुभकामना सन्देश सहितको यो भिडियोबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।